नेपालका राजा दिपेन्द्र। अनि यो गीत सुन्नुहोस्। दिपेन्द्रलाई युवराज भनिन्छ। केही दिनका लागि नै सही उनी नेपालका राजा हुन्। नेपाली इतिहासमा दिपेन्द्र वीर विक्रम शाहदेवलाई केवल दरबार हत्याकाण्डको चस्माले मात्रै हेर्ने गरिन्छ, तर उनको वास्तविक जीवनका पानाहरू पल्टाउँदा उनी अत्यन्तै जिज्ञासु, अध्ययनशील र जनतासँगको आत्मीयतामा विश्वास गर्ने आधुनिक राजकुमारको रूपमा देखा पर्छन्। उनी दरबारका पर्खालभित्र राजकुमार मात्रै थिएनन्, बरु एक यस्ता युवा थिए जो नेपाललाई आधुनिक युगमा लैजान चाहन्थे। उनको स्वभावमा सधैँ नयाँ कुरा सिक्ने भोक थियो। यसको एउटा बलियो प्रमाण इलामको त्यो किस्सा हो जहाँ उनी कुनै राजसी तामझाम बिना एक सामान्य विद्यार्थीको रूपमा भूकम्पको अनुसन्धान गर्न पुगेका थिए। त्यहाँ उनले 4 घण्टासम्म बसेर भूकम्प पीडितको फाइल केलाएका थिए। स्थानीय शब्दहरू जस्तै भूम, आली वा भकारीको अर्थ नबुझ्दा उनले कुनै दम्ब नदेखाई बारम्बार सोध्ने र बुझिसकेपछि निकै उत्सुकताका साथ आफ्नो डायरीमा नोट लेख्ने उनको शैलीले उनमा रहेको सिक्ने भोक र शालीनतालाई उजागर गर्छ। खेलकुद र साहसिक कार्यमा उनको उत्साह सधैँ उच्च हुन्थ्यो। उनी केवल कुर्सीमा बस्ने राजा बन्न चाहँदैनथे। उनले बेलायतको रोयल मिलिट्री एकाडेमीबाट सैनिक प्रशिक्षण लिएका थिए र भक्तपुरको मनहरामा सेनासँगै प्याराशुट जम्पको तालिम समेत लिएका थिए। शारीरिक रूपमा निकै बलिया र तन्दुरुस्त दिपेन्द्र कठिन सैनिक तालिममा भाग लिन औधी रुचाउँथे, जसले उनी भित्रको साहस र देशभक्तिलाई दर्शाउन खोज्थ्यो। उनको उदारता केवल खेल मैदानमा मात्रै थिएन, उनको सांस्कृतिक प्रेम र जनतासँगको घुलमिलमा पनि उत्तिकै देखिन्थ्यो। काठमाडौँ उपत्यकामा नेवार बस्तीहरूमा जाँदा उनी आफूलाई राजदरबारको घेराबाट मुक्त राख्न खोज्थे। स्थानीय खाजा, छोइला र बाराको स्वाद लिँदै, स्थानीय गीत गाउँदै र सर्वसाधारणसँग हाँसखेल गर्दै रमाउने उनको शैलीले जनताको हृदयमा उनको छुट्टै स्थान बनाइसकेको थियो। कीर्तिपुरको वृक्षारोपण कार्यक्रममा स्थानीयहरूसँग उनले जसरी आत्मीयताका साथ सामूहिक तस्बिर खिचाए, त्यसले उनी एक जनताका राजकुमारको छवि निर्माण गर्ने बाटोमा थिए भन्ने पुष्टि गर्छ। उनको सोच निकै आधुनिक थियो। इटन कलेजको पढाइले उनलाई विश्वस्तरीय दृष्टिकोण दिएको थियो। उनी परम्परागत दरबारीय सोचबाट माथि उठेर आधुनिक नेपालको परिकल्पना गर्थे। उनी साथीहरूसँग खुला रूपमा विचार साटासाट गर्थे र तर्कसङ्गत कुरालाई स्वीकार गर्न सक्ने क्षमता उनमा थियो। दिपेन्द्र नेपालको शासन प्रणालीमा नयाँ पुस्ताको भूमिका हुनुपर्छ भन्ने ठान्थे। उनले दरबारमा पुराना र जड नियमहरूलाई पटक पटक चुनौती दिएका थिए। देवयानी राणासँगको उनको प्रेम कुनै सामान्य आकर्षण मात्रै थिएन, त्यो त राजदरबारमा प्रेमलाई पनि स्वतन्त्र बनाउन सकिन्छ भन्ने उनको विद्रोही प्रयास थियो। उनले दरबारको विवाह सम्बन्धी परम्परागत साँचोलाई तोड्न खोजेका थिए, जसले उनलाई एउटा आधुनिक राजकुमारको रूपमा उभ्याएको थियो। दिपेन्द्र जनतामा निकै लोकप्रिय थिए। भनिन्छ यदि दिपेन्द्र राजा बनेका भए उनी एक डायनामिक र आधुनिक राजा बन्थे। सायद यही लोकप्रियता र उनको उदार सोच नै उनका लागि महँगो साबित भयो। उनको जीवनको यो पाटोले यो प्रश्न खडा गर्छ, के उनी साँच्चै आफ्ना बाबु आमा र भाइ बहिनी मार्न सक्ने मान्छे थिए त? हुँदै होइन। वा उनको यही आधुनिक र विद्रोही व्यक्तित्वलाई समाप्त पार्नका लागि उनलाई नै हत्यारा बनाउने एउटा ग्रान्ड डिजाइन रचियो। दिपेन्द्र यति उदार थिए कि उनी मानिसहरूमाथि छिटै विश्वास गर्थे। उनी दरबारको राजनीतिभन्दा माथि उठेर मानिसहरूसँग आत्मीय सम्बन्ध गाँच्न चाहन्थे। उनको यही खुल्ला स्वभावले उनलाई षड्यन्त्रकारीहरूका लागि सजिलो टार्गेट बनाइदियो। उनी एक यस्तो पात्र थिए जो भित्रबाट आधुनिक थिए, तर उनलाई बाहिरबाट निरङ्कुश र सनकेको बिल्ला लगाइयो। युवराज दिपेन्द्रको जीवनीको यो अन्तिम अध्याय कुनै सामान्य निधनको कथा होइन, यो एक मानवीय त्रासदी हो। विक्रमसम्म 2058 जेठ 19 गतेको त्यो रातले केवल राजपरिवारका सदस्यहरूलाई मात्रै खोसेन, बरु नेपालको इतिहासको एउटा यस्तो अध्यायलाई सदाका लागि बन्द गरिदियो जसले आज पनि करोडौं नेपालीको मनमा प्रश्नहरू उब्जाइरहेको छ। दरबार हत्याकाण्डपछि जब उनी